YouTube भिडियोका लागि थम्बनेल कसरी बनाउन सकिन्छ आफ्नै मोबाइलबाट है त। फोटोसप केही पनि चाहिँदैन। भिडियो अन्तिमसम्म हेर्नु होला है त। भिडियोलाई मन पर्छ भने लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गर्नु होला है त। अब यति भन्दा म भिडियो स्टार्ट गर्न गइरहेको छु है त। मेरो मोबाइलको स्क्रिनमा जान्छु। मोबाइलको स्क्रिनको प्ले स्टोरमा जानु होला। सेल ल्याब लेखेर सर्च गर्नु होला। मेरोमा अलरेडी डाउनलोड गरेको छ, जस्ट म ओपन गरेँ है त। ओपन गरिसकेपछि तपाईकोमा यस्तो इन्टरफेस खोल्छ है त। तपाईले थम्बनेलको साइज लिनुपर्ने हुन्छ है त। थम्बनेलको साइज मेरो चाहिँ अलरेडी सेट गरेको छु। तपाईले यहाँ गएर थम्बनेलमा क्लिक गर्नु होला। थम्बनेल क्लिक गरिसकेपछि तपाईकोमा इन्टरफेस यस्तो सेट आउँछ है त। 1920 1080 यसरी लेख्नु होला है त। यसरी लेखिसकेपछि तपाईले के गर्नु होला, अब एउटा ब्याकग्राउन्ड लिनुपर्ने हुन्छ है त। तपाईले गुगलमा गएर डाउनलोड पनि गर्न सक्नुहुन्छ है त। म चाहिँ अलरेडी गरेर डाउनलोड गरिरहेको छु। तपाईले गुगलमा गएर डाउनलोड गर्नु होला। म सेभ गरेर चाहिँ तपाईलाई अब कस्तो ब्याकग्राउन्ड चाहियो त्यस्तै सर्च गर्नु होला है त। मलाई ब्ल्याक ब्याकग्राउन्ड एन्ड रेड 4K चाहियो है त। मलाई मैले यस्तो सर्च गरेर चाहिँ मलाई यो चाहियो है। मलाई म यसलाई डाउनलोड गर्छु है त। यहाँ थिच्छु, थिचिसकेपछि यो खोल्छ। यसलाई म डाउनलोड गर्छु है त। अघि डाउनलोड गरेको ब्याकग्राउन्डलाई अब म यहाँ सेट गर्छु है त। फ्रम ग्यालेरी यसरी मिलाउनुहोस्। यसरी मिलाइसकेपछि तपाईले अब के गर्ने है त, के राख्ने हो। यो लोगो लिन्छु। तपाईले गुगलबाट डाउनलोड गर्नुपर्ने हुन्छ है त। सबै डाउनलोड गरेर राख्नुपर्ने हुन्छ है त। मेरोमा चाहिँ अलरेडी डाउनलोड गरेको छु। मलाई यो लोगो मात्रै चाहियो है त। यसरी क्रप गर्ने, यसरी क्रप गरिसकेपछि टक्क थिच्ने। यसलाई यसरी सेट गरिदिनु है त। यसरी सेट गरिदिनु। सेट गरिसकेपछि तपाईले यसलाई लक गर्नुपर्ने हुन्छ है त। म चाहिँ लक गरिदिएँ है त। लक गरिसकेपछि होला यसरी क्लिक गरेपछि यहाँ लेख्नुपर्ने हुन्छ। तपाई के गर्न लेख्न जान्नुहुन्छ थम्बनेलमा त्यही गर्नु होला है त। टेक्स्टमा गएर थम्बनेल लेख्छु है त। क्यापिटलमा लेख्छु। क्यापिटल लेखेछु है। जस्ट अब म ओकेमा क्लिक गर्छु। ओकेमा क्लिक गरिसकेपछि अब यसलाई ट्याक्कै अलिकति म साइज ठुलो बनाउँछु है त। साइज ठुलो बनाउनको लागि अलिकति कहाँनिर राख्ने हो ट्याक्कै यसरी क्लिक गर्नुहोस्। म यसलाई अलिक साइज ठुलो बनाउँछु है त। साइज ठुलो बनाउनको लागि तपाईले यहाँ जानुपर्ने हुन्छ साइजमा है त। यहाँ देखिरहेको छ साइजमा यसरी क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि कति साइज चाहिन्छ आफूलाई यसरी टक्कै साइजमा थिच्नुहोस्। साइजमा गयो थिचेपछि कति साइज चाहिन्छ आफ्नो साइज चाहिए अनुसारको साइज चोइस गर्नु होला है त। मैले यसरी साइज चोइस गरेँ। साइज चोइस गरेपछि अब म अलिक ठुलो अब यसलाई मैले फन्ट चोइस गर्छु है त। स्टाइल कस्तो दिने है त। यहाँ विभिन्न खालको स्टाइल हुन्छ। मैले यस्तो ब्ल्याक एन्ड व्हाइट चोइस गरेँ है त।
ब्ल्याक एन्ड व्हाइट चुज गरेपछि फेरि फोन्टहरु कस्तो लेख्ने त ठुलो अक्षरमा लेख्नु पर्ने हुन्छ आफ्नो आफुलाई इच्छा अनुसार लेख्नु होला है त म चाहिँ रिसेन्ट पहिले युज गरेकै राख्छु है त यसरी कुन ठीक लाग्छ त्यही राख्नु होला है त म चाहिँ यो ठीक लाग्यो जस्ट ओके गरे है त ओके गरिसकेपछि तपाईले युज गर्नुपर्ने हुन्छ अलिक युनिक स्टाइल दिनुपर्ने हुन्छ है त अब यसलाई तपाई ब्याकग्राउन्ड पनि दिन सक्नुहुन्छ है त ब्याकग्राउन्डमा थिचेर ब्याकग्राउन्ड पछाडि लाउन सक्नुहुन्छ मैले ब्ल्याक एन्ड व्हाइट लिएको छु अब यहाँ स्टकमा जान्छु यसरी चोइस गर्न सक्नुहुन्छ कस्तो कलर चाहियो यसलाई आफुलाई मलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट चाहियो त्यही जान्छ आफू चाहे अनुसार एडजस्ट गर्नु होला है त मिलाइसकेपछि सो नेक्स्ट गर्नुहोस् अब स्याडो लाउनु होला स्याडो लाउँदा चाहिँ अझै युनिक हुन्छ है त तपाईलाई कस्तो खालको स्याडो चाहियो अझै ब्ल्याकै राख्छु है त स्याडो पनि ब्ल्याकै राख्छु स्याडो ब्ल्याक राखे है त स्याडो ब्ल्याक राखे तपाईले ब्लर कति जान्छ आफ्नो इच्छा अनुसार मैले ब्ल्याक एन्ड व्हाइट चुज गरेको छु यसरी आफूले एडजस्ट गर्नु होला टक्क ब्लर आफूले चाहिए अनुसार एडजस्ट गर्नु होला है अलिक अब यसलाई यसरी ओके गर्छु है त यो चाहिँ मलाई चाहिएन यसलाई म हैन ओके गरे यति गरिसकेपछि 3D स्याडो अझै 3D स्याडो ब्ल्याकै राखे ओके गरे ओके गरिसकेपछि र यसलाई अलिकति पुरै बढाइदिनु पर्ने हुन्छ है त यसरी एडजस्ट गर्नु होला साइज अलिक बढाइदिउँ यसरी साइज बढाइदिउँ यसरी बढाइदिएछ मैले ओके क्लिक गरे अब यसलाई लक गर्छु है त लक गरे ओके क्लिक गरे लक गरिसकेपछि यहाँ म नेपालीमा लेख्छु है त केही टेक्स्टमा गएर अब अरु केही लेख्छु है त टेक्स्टमा गएर अब म केही नेपालीमा लेख्छु है त यसलाई ओके गरे यसको साइज पहिला मैले अब यसलाई अलिकति पहिला फन्ट चोइस गर्नुपर्ने हुन्छ म चाहिँ कस्तो खालको फन्ट दिन है त म चाहिँ यस्तो रिसेन्ट फन्ट युज गर्छु ओके साइज अब साइज बढाउनु पर्ने हुन्छ है त म चाहिँ अब साइजलाई बनाउँछु अब यसलाई कलर गर्नुपर्ने हुन्छ है त म चाहिँ यो केही एडजस्ट गर्न चाहिन्न यसलाई मैले अलिकति लेफ्ट ओके गरे अब यसलाई मैले कलर चोइस गर्न कस्तो खालको कलर दिन चाहनुहुन्छ यहाँबाट चाहिँ कलर चोइस गर्नुपर्ने हुन्छ है त
म चोइस गर्नु होला त कस्तो कलर चाहिँ ट्याक्कै म्याच गर्छ है त अलिक युनिक कलर खालको कलरहरू चोइस गर्नु होला है त देखिन्छ म यही कलर चोइस गर्न चाहे है त अब म ओके क्लिक गर्छु है त त्यसपछि यसलाई अन गर्नु होला अन गरिसके यसलाई अन गर्नु होला तपाईँले ब्याकग्राउन्ड दिन चाहनुहुन्छ भने दिनु होला है ब्याकग्राउन्ड दिन चाहे अब म स्टकमा जान्छु स्टक अन गर्छु म चाहिँ ब्ल्याक एन्ड व्हाइट दिन्छु है त अब स्याडोमा जानु होला है त स्याडोमा यसरी अन गर्नुहोस् तपाईँ कस्तो दिन चाहनुहुन्छ स्याडो म चाहिँ त पहिला जस्तो छ त्यही दिन चाहे यसरी चोइस पनि गर्न सक्नुहुन्छ है त कलर कुन ठिक हुन्छ म चाहिँ ब्ल्याकै दिन चाहे यसरी ब्लर चोइस गर्नु होला ओके गरेँ यति भइसक्यो है त यति भइसकेपछि तपाईँले के गर्नुपर्छ लक गर्नुपर्ने हुन्छ है त यहाँ गएर यसरी लक गरिदिनुहोस् यहाँ क्लिक गर्नुहोस् लक गरिसकेपछि तपाईँको यस्तो इन्टरफेस हुन्छ है त अलिकति लेफ्ट सार्नुपर्ने हुन्छ है त यसलाई लेफ्ट सार्नको लागि लक खोले अलि यता सार्नुपर्ने हुन्छ यहाँनिर यसरी सारिसकेपछि फेरि लक गर्छु लक भए लक गरेपछि अब फेरि ट्याक्समा जान्छु ट्याक्समा गएर पहिला साइज दिनुपर्ने हुन्छ कति साइजमा राख्ने हो आफूले चाहे अनुसार यसरी बढाउनु पनि सक्नुहुन्छ है त ओके क्लिक गर्नुहोस् है त ओके क्लिक गरिसकेपछि साइज तपाईँको सेट भयो है त यसलाई अलिकति लेफ्टतिर मोड्न चाहनुहुन्छ कि राइटतिर मोड्न चाहनुहुन्छ टक्कै यहाँ राखेँ यहीँ राखेँ यसलाई ओके गरेँ है त अब कलर लिनु तपाईँ कस्तो कलर चोइस गर्न चाहनुहुन्छ यसरी चोइस गर्नु होला है त कस्तो कलर चाहिँ टक्कै म्याच गर्छ है त कस्तो कलर म्याच गर्छ त्यही कलर युज गर्नु होला है त म चाहिँ यो कलर राख्छु है त यसलाई मैले ओके गर्छु यो कलर चोइस भइसकेपछि मैले यसलाई अन गर्छु अन गरिसकेपछि अब फन्टमा जानुपर्ने हुन्छ है त कस्तो खालको फन्ट राख्न चाहनुहुन्छ मैले यो अलिक मलाई ठिक लाग्यो युज गरेँ अब स्टक लाउनु पर्ने हुन्छ त स्टक हेरी कस्तो कलर चाहिन्छ आफूलाई त्यही अनुसारको म्याच गर्नु होला है त म चाहिँ यसलाई ब्ल्याक राख्छु है त ब्ल्याकै राम्रो हुन्छ यसरी ब्ल्याकै राखेँ यसलाई ओके गरेँ है त ओके गरेँ अब स्याडोमा गएँ स्याडो अन गरेँ स्याडोमा चाहिँ तपाईँले यसरी कलर चोइस गर्नु होला है त यसरी चोइस गरेँ यसलाई मैले ओके गरेँ है त ओके गरेपछि अब यसरी कलर एडजस्ट चोइस गर्नु होला
आफूलाई कस्तो कलर चाहिन्छ त्यही अनुसारको कलर चोइस गर्नु होला है त मजाले चोइस गरे अहिले ओके गरे यहाँ फोटो पनि युज गर्न सक्नुहुन्छ है त यसरी नै युट्युबको थम्बनेल आफ्नो मोबाइलबाट बनाउन सकिन्छ है त यदि मेरो भिडियो मन पर्छ भने लाइक गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नु होला